नमस्ते, ब्रिज नेपालमा स्वागत छ। हालै मैले रोजगारी र करियरको भविष्यबारे केही अनुसन्धान गर्दै गर्दा द डायरी अफ अ सिइओ, च्यानलको एउटा निकै चर्चामा रहेको भिडियो भेटेँ। 15 करोडभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा होस्ट स्टिभनले एक एआई विज्ञसँग 2030सम्म सुरक्षित रहने 5वटा कामहरूबारे कुराकानी गरेका छन्। आजको यस भिडियोमा म ती 5 विशेष कामहरूको बारेमा उनले भनेका कुराहरूलाई संक्षिप्तमा नेपालीमा सुनाउनेछु। अब सुन्नुहोस् 2030सम्म बाँकी रहने 5वटा कामहरूबारे पाहुनाको आफ्नै स्वरमा। सबैभन्दा महत्त्वपूर्ण कुरा, यी कामहरू हामी नेपालीहरूका लागि कतिको व्यावहारिक र उपयोगी छन्, त्यो पनि म भिडियोको अन्त्यमा विश्लेषण गर्नेछु। आशा छ यो जानकारी तपाईँको भविष्यको लागि फलदायी हुनेछ। आउनुहोस् सुरु गरौँ। तपाईँले बुझ्नुपर्छ एआईले धेरै कुरा बदल्दैछ, तर 2030सम्म पनि यी 5वटा क्षेत्रमा मानिसको आवश्यकता रहिरहनेछ। पहिलो, विशिष्ट मानव सेवा। केही यस्ता मानिसहरू हुन्छन् जसलाई पैसाको चिन्ता हुँदैन, उनीहरूलाई प्रतिष्ठाको मतलब हुन्छ। वारेन बफेट जस्ता धनी मानिसहरूले अझै पनि आफ्नो हिसाब हेर्न मान्छे नै राख्छन्। किनभने उनीहरूलाई मेसिनको सफ्टवेयरमा होइन, मान्छेको अनुहार र वर्षौंदेखिको भरोसामा विश्वास हुन्छ। यो ह्युमन टच मेसिनले दिन सक्दैन। 2, दक्ष शारीरिक कामदार। मेसिनलाई बुद्धि दिन सजिलो छ, तर एउटा प्लम्बर जस्तै हात चलाउन सिकाउन निकै गाह्रो छ। पाइपको जटिल मोडहरूमा हात छिराउने वा तारहरू जोड्ने काम यो अन्तिममा मात्रै मेसिनले गर्नेछ। ह्युमनोइड रोबोट नआउन्जेल यो काम पूर्ण रूपमा सुरक्षित छ। 3, मानव केन्द्रित सृजनशील व्यक्ति। एआईले गीत लेख्ला, तर एआईले दुःख भोगेको हुँदैन। मानिसहरूले मलाई वा स्टिभनलाई किन सुन्छन्? किनकि हामी मान्छे हौं। हाम्रो आफ्नै भोगाई र कथा छ। मान्छेले मेसिनको कन्टेन्ट होइन, अर्को मान्छेको अनुभव सुन्न र हेर्न चाहन्छन्। 4, एआई सुरक्षा र व्यवस्थापन। हामीले एउटा शक्तिशाली शक्ति बनाउँदैछौँ। यो शक्तिलाई कसरी नियन्त्रण गर्ने? यसले गल्ती गर्यो भने कसले रोक्ने? एआईलाई सही बाटोमा राख्न र यसलाई मोनिटर गर्न सधैँ मान्छेको बुद्धि चाहिन्छ। जबसम्म एआई आफैले आफैलाई पुनः नियन्त्रण गर्दैन, तबसम्म हामी जस्ता विशेषज्ञ चाहिन्छन्। 5, नैतिकता र दार्शनिक। एआईसँग दिमाग त छ, तर संस्कार र मूल्य मान्यता छैन। नयाँ संसारमा कुन कुरा नैतिक हो र कुन अनैतिक, यो निर्णय मेसिनले गर्न सक्दैन। भविष्यको नियम र कानुन लेख्न दार्शनिकहरूको सोच सधैँ आवश्यक हुनेछ। यी थिए ती रसियन एआई विज्ञले उल्लेख गरेका 2030सम्म सुरक्षित रहने 5वटा जागिरहरू। उहाँको पृष्ठभूमि र अनुभवले गर्दा उहाँले यी क्षेत्रहरूलाई महत्त्वपूर्ण देख्नु भएको हो, जसलाई हामीले सम्मान गर्नुपर्छ। तर मेरो व्यक्तिगत विचार र नेपालको सन्दर्भमा यी जागिरहरू कतिको व्यावहारिक छन् त? त्यो सुन्नु अघि म तपाईँलाई एउटा सानो अनुरोध गर्न चाहन्छु। यदि तपाईँलाई यो भिडियो उपयोगी लागिरहेको छ भने कृपया यसलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। तपाईँलाई यो भिडियो कस्तो लाग्यो वा म कसरी अझ सुधार गर्न सक्छु, अथवा तपाईँ कुन विषयमा थप जानकारी चाहनुहुन्छ, कृपया कमेन्ट गर्नुहोला। तपाईँको एउटा कमेन्टले मलाई नयाँ कन्टेन्ट बनाउन र थप ऊर्जाका साथ काम गर्न निकै ठूलो प्रेरणा दिन्छ। अब कुरा गरौँ नेपालको सन्दर्भमा मेरो विश्लेषणको। पहिलो, विशिष्ट मानव सेवा। नेपालमा यो क्षेत्र निकै प्रभावकारी हुन सक्छ। प्रविधि जतिसुकै अगाडि बढे पनि नेपाली समाजमा भरोसा र नाताको ठूलो महत्त्व छ। विशेष गरी यी 3 कुरामा मान्छे नै चाहिन्छ। निजी वित्तीय सल्लाहकार। ठूला व्यापारीहरूलाई आफ्नो सम्पत्ति व्यवस्थापन गर्न सफ्टवेयरभन्दा विश्वासिलो मान्छे नै चाहिन्छ। कानुनी र प्रशासनिक परामर्श। नेपालको झन्झटिलो सरकारी प्रक्रिया बुझ्न र मिलाउन मानवीय दिमाग र सम्बन्धको विकल्प छैन। विशिष्ट स्वास्थ्य सेवा। डाक्टरसँगको व्यक्तिगत परामर्श र केयर जुन एआईले दिन सक्दैन। 2, दक्ष शारीरिक कामदार, म्यानुअल लेबर। नेपालमा प्लम्बर, इलेक्ट्रिसियन र घर बनाउने डकर्मी, सीकर्मीहरूको माग अझै धेरै वर्षसम्म रहिरहनेछ। नेपालको भौगोलिक बनावट र पुराना घरहरूमा रोबोटले काम गर्न निकै समय लाग्नेछ। त्यसैले यो क्षेत्रमा दक्ष हुनु हाम्रा लागि ठूलो अवसर हो। 3, सृजनशील व्यक्ति, क्रिएटर्स। हाम्रो आफ्नै भाषा, संस्कृति र ठट्टा बुझाउन नेपाली कन्टेन्ट क्रिएटर नै चाहिन्छ। एआईले नेपाली भाव र स्वभाव ठ्याक्कै समात्न सक्दैन। 4, एआई व्यवस्थापन, एआई म्यानेजमेन्ट।
नेपालका आइटी कम्पनीहरूले अब एआईलाई प्रयोग गर्ने र त्यसको सुरक्षा जाँच्ने मान्छेहरू खोज्न थालिसकेका छन्। यो नयाँ र राम्रो कमाइ हुने क्षेत्र बन्न सक्छ। 5. नैतिकता र दार्शनिक एथिसिस्ट्स फिलोसोफर्स। इमानदार भएर भन्नुपर्दा नेपालको वर्तमान रोजगार बजारमा यो क्षेत्र अलि कम लोकप्रिय देखिन्छ। विज्ञको नजरमा यो भविष्यका लागि महत्त्वपूर्ण भए पनि नेपालमा तत्कालै यसमा ठूलो जागिरको अवसर पाउन गाह्रो हुन सक्छ। यहाँ मानिसहरू अझै पनि प्रयोगात्मक र तत्काल नतिजा दिने सिपमा बढी केन्द्रित छन्। तपाईलाई यीमध्ये कुन जागिर नेपालमा सबैभन्दा बढी टिक्छ जस्तो लाग्छ? कमेन्टमा पक्कै लेख्नुहोला। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। नमस्ते।